खाडो नाच यस्तो ठाउँमा नाचिन्छ। एक त हाम्रो पुर्ख्यौलीदेखि चल्दै आएको भो मेला भन्ने एउटा औँसीको दिनमा लाग्छ, मक्सिर औँसीको दिनमा लाग्छ। त्यो दिनमा प्रमुख नाच्ने भएको विवाहमा नाच्नुपर्छ, छैटहरूमा नाच्नुपर्छ। कसैले खुसियाली मनाए, कोही हर्ष गर्छु भनेपछि उनीहरूको घरमा गएर इतिहास हो, हाम्रो संस्कृति हो, परापूर्व कालदेखि जोगाउँदै आएको हाम्रो पहिचान हो, जीवित प्रतीक हो। स्थानीय बासिन्दाहरू भन्छन् यो नाचले गाउँमा शान्ति ल्याउँछ, रोग व्याध हटाउँछ र आपसी सद्भाव बढाउँछ। हामी गौरव गर्छौँ यस्तो परम्परा जुन आज पनि जिउँदो छ, बलियो छ र नयाँ पुस्तालाई हाम्रो संस्कृतिको जरो सम्झाइरहेको छ। सङ्गालो मिडियामा सम्पूर्णलाई स्वागत छ। म आज यस्तो भिडियो प्रस्तुत गर्दैछु, ढाल तरबार सहितको नाच परम्परागत नेपाली संस्कृतिको नाच हो। हाम्रो चाहिँ यो खाडो नाचको लागि यो ढाल तरबारहरू ढाल अनि तरबारहरू खाडो नाचको आज एउटा भिडियो प्रस्तुत हुनेछ। पौराणिक सङ्गालो मिडियामा सम्पूर्णलाई स्वागत छ। म आज यस्तो भिडियो प्रस्तुत गर्दैछु, ढाल तरबार सहितको नाच परम्परागत नेपाली संस्कृतिको नाच हो, जुन विशेष गरी मध्यपश्चिम नेपालका पहाडी भेगमा यो नाच नाच्ने प्रचलन रहेको छ। यस्तो नाच विशेष गरी पर्व, पूजापाठ, भुवा मेला, विवाह, व्रतबन्ध, पास्नी, छैट जस्ता ठाउँहरूमा उत्साहका रूपमा नाच्ने खेल र एउटा इतिहासलाई नाचको रूपमा प्रस्तुत गर्ने प्रचलन रहेको छ। यसले विशेष रूपमा ढाल तरबारको युद्धको कौशल र वीरता प्रदर्शन गर्दछ। जाजरकोट कुसे 8मा ढाल तरबार सहितको परम्परागत नाच र वीरता र संस्कृतिको झल्कोको बारेमा हामी एउटा भिडियो प्रस्तुत गर्दैछौँ। नाचमा सहभागी पुरुषहरूले हातमा ढाल र तरबार समातेका हुन्छन् र परम्परागत बाजा, झ्याली, ढोल, नफारीको तालमा युद्ध शैलीमा नृत्य प्रस्तुत गर्दछन्। यो नाचले पुराना समयका युद्धकाल र साहस र एकता झल्काउने उद्देश्य राख्दछ। स्थानीय बासिन्दाका अनुसार यस्तो परम्परागत नाचले समाजमा एकता बढाउने, संस्कृति जगेर्ना गर्ने र नयाँ पुस्तालाई आफ्नो पहिचान प्रति गौरव गर्न सिकाउने काम गर्छ। यसलाई परापूर्व कालदेखि जोगाउँदै ल्याएको संस्कृतिको अमूल्य सम्पदा मानिन्छ। स्थानीय परम्परा हाम्रो पहिचान। यो हो जाजरकोट कुसे गाउँपालिका वडा नम्बर 8, जहाँ आज पनि जोगिएको छ एक पुरानो र गर्विलो परम्परा, ढाल तरबार सहितको नाच संस्कृति। चाड पर्व, स्थानीय विशेष पूजाका रूपमा अवसरमा नाच्ने गरिन्छ। यो यहाँका युवाहरू र वृद्ध बुढाहरू सबैजना मिलेर हातमा ढाल र तरबार समात्छन् अनि झ्याली, ढोल, नफारीको तालमा वीरताको नाच प्रस्तुत गर्छन्। यो केवल नाच होइन, यो हाम्रो इतिहास हो, हाम्रो संस्कृति हो, परापूर्व कालदेखि जोगाउँदै आएको हाम्रो पहिचान हो, जीवित प्रतीक हो। स्थानीय बासिन्दाहरू भन्छन् यो नाचले गाउँमा शान्ति ल्याउँछ, रोग व्याध हटाउँछ र आपसी सद्भाव बढाउँछ। हामी गौरव गर्छौँ यस्तो परम्परा जुन आज पनि जिउँदो छ, बलियो छ र नयाँ पुस्तालाई हाम्रो संस्कृतिको जरो
सम्झाइरहेको छ। वीरगाथाको प्रतिबिम्ब पृथ्वीनारायण शाहको पालादेखि चलिआएको ढाल तरबारको नाच। जाजरकोट कुसे गाउँपालिका वडा नम्बर 8। पृथ्वीनारायण शाहको पालादेखि चलिआएको ढाल तरबारको नाच जाजरकोट कुसे गाउँपालिका वडा नम्बर 8 मा आज पनि उत्तिकै जोस जाँगरका साथ नाचिने गरिन्छ। यो नाच केवल मनोरञ्जनको साधना मात्र नभएर नेपाली वीरता, पराक्रम र संस्कृतिको सम्पदाको जगेर्ना गर्ने अमूल्य माध्यम पनि हो। इतिहास अनुसार देश एकीकरणका अभियानमा संलग्न भएका गोर्खाली सेनालाई युद्धको तयारीका रूपमा यस्तो नाच अभ्यास गर्थे। उनीहरूको पराक्रम र युद्ध कौशलको प्रतिबिम्बकाहरूको रूपमा ढाल र तरबारका चालहरू समेटिएको यो नाच आज पनि स्थानीय युवाले आत्मगौरवका साथ नाचिरहेका छन्। यो नाचमा पुरुषका हातमा ढाल र तरबार समातेर युद्धका चाल देखाउने शैलीमा नाच्ने गरिन्छ। स्थानीय बासिन्दा र युवाको सक्रियताले गर्दा यो परम्परा आज पनि जीवित छ। पर्व, चाडपर्व, मेला, विशेष गरी सामुदायिक कार्यक्रममा यो नाच प्रमुख आकर्षकको रूपमा प्रस्तुत गरिन्छ। स्थानीय अगुवाहरू भन्छन् यो नाच हाम्रो पहिचान हो। पृथ्वीनारायण शाहले देश एकता गर्दा जुन वीरता देखाएको थियो त्यो भावना आज पनि हामीले ढाल तरबार नाच मार्फत बोकिरहेका छौँ। खाडो नाच यस्तो ठाउँमा नाचिन्छ। एक त हाम्रो पुर्ख्यौलीदेखि चल्दै आएको भो मेला भन्ने एउटा औँसीको दिनमा लाग्छ, मङ्सिर औँसीको दिनमा लाग्छ। त्यो दिनमा प्रमुख नाच्ने भएको विवाहमा नाच्नुपर्छ, छैटहरूमा नाच्नुपर्छ। कसैले खुसियाली मनाए, कोही हर्ष गर्छु भनेपछि उनीहरूको घरमा गएर अब नाच्नु छ। त्यो नाच्ने प्रचलन रहेको छ, व्यापकै छ, व्यापक रूपमा छ, अहिले चाहिँ छ। तर युवाहरू छैनन् न, बुढापाकाहरू मरिसकेपछि युवाहरूले चाहिँ यो चाहिँ लोप होला जस्तो भइरहेछ है। हामीले त युवकहरूलाई सिक्नुपर्छ भनेर ठुलो आग्रह गरेका छौँ र हामी सिकाउने प्रयासमा पनि छौँ। यो लोप नहोस्, यो पहिलेदेखि ऐतिहासिक खेल चलिआएको खेललाई लोप नहोस् र युवकहरूको जोस जाँगर चलाओस् र सिकाओस् भन्नको लागि हामीले यो खेललाई लो गर्न सकेका छैन। यो चाहिँ जाजरकोट कुसे गाउँपालिका वडा नम्बर 8 स्थितमा यो एउटा खाडो खेल्ने कार्यक्रम हुने रहेछ। ढाल र तरबार, ढाल चाहिँ छेक्ने अनि तरबारले चाहिँ प्रहार गर्ने भन्ने एउटा त्यस्तो खालको एउटा नाचो बनाएको सुन्नमा आएको छ। उहाँहरूसँग म अहिले प्रत्यक्ष कुराकानी गर्दैछु, उहाँहरूलाई सोध्नेछु सम्पूर्णलाई यो भिडियो कस्तो लाग्छ।
यो हजुरले राम्रो नाच्नु हुँदो रहेछ हजुर हजुरले राम्रो नाच्नु हुँदो रहेछ हजुरको नाम कालीबहादुर सिंह कालीबहादुर सिंह ठाँटीचौर कुसियार ठाँटीचौर नि अनि यो तरबार ढाल तरबारहरूको नाच्ने यो कसरी यो कस्तो खालको नाच हो यो खास यो राष्ट्रिय पहिलाको हाम्रो परापुर्खादेखि गरी आएको हो कति यो पहिला त धेरै पहिला होला मलाई थाहा छैन तर 1982बाट अलिअलि थाहा छ 1982बाट यो हाम्रो परम्परादेखि चलिआएको खेल यो राष्ट्रिय खेल भन्छ यसलाई यो खेललाई अघि बढाउने भन्ने विचार हो अब यस्तै कोही मान्छे नआउने कोही अहिले मान्छे अनि युवाहरूलाई सिकाइराख्नु भएको रहेछ युवाहरूलाई भन्दा पनि युवाहरू अब यो जगेर नगर राख्नु भएको रहेछ खानैमा बिजी छन् अर्कैमा बिजी छन् यो गर्नुपर्छ भन्ने युवाहरूलाई सोचाइ छैन तर हामीले त भनिराखेका हौँ यो खेललाई पछाडि नपार्ने यो खेललाई अगाडि लैजाउँ भन्ने विचार हो म अझै ध्यान छ अझै विचार छ तर युवाहरू त्यति गर्न नसक्ने भए अब के गरौँ यो खेल धेरै राम्रो खेल हो यो यो हजुरले सामान्यको यो ढालले चाहिँ छेक्ने अनि यो तरबारले चाहिँ प्रहार गर्ने एउटा यो खेल्ने यो प्रहार गर्ने यसले प्रहार गर्ने यो दुवै हातले हासिल गरेर दुवै हातले प्रहार गरेर आफ्नो शरीरलाई बचाउने पृथ्वीनारायण शाहको पालादेखि भएको यस्तो अनि यसलाई चाहिँ एउटा नाचको रूपमा बनाएर हजुरहरूले चाहिँ यो कति ताप्के हो हाम्रो यो यो 25 मिनट बराबरको भिडियो भएको छ यसमा अनि त्यही भएर मैले सोधेको मैले थाहा नभएको कुरा उहाँ पनि सर हुनुहुन्छ उहाँले पनि राम्रो नाच्नु हुँदो रहेछ हजुरले सिकाइराख्नु भएको छ हजुरको नाम दानबहादुर सिंह ठाँटीचौर नि यो खाडो नाचको भिडियो तपाईहरुलाई कस्तो लाग्यो तलको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ आउँदा दिनमा यस्तै नयाँ नयाँ भिडियो सामग्रीका साथ आउने नै छौं तपाईहरुलाई कस्तो लाग्यो यो भिडियो तलको कमेन्ट बक्समा कमेन्ट गर्न नछुटाउनु होला हस्त धन्यवाद संगालो मिडिया अनिश कुमार सिंह हस्त धन्यवाद नमस्कार।